कथा बाबाको बाँकी भाग। यताउता सोधी खोजी गर्दा माता चाहिँ आफ्नै कुटीमा भएको कुरा थाहा भयो। तर बाबा कहाँ गए कसैलाई पनि थाहा भएन। बाबा हराएको कुरा माताको कानसम्म पुग्यो। मातालाई पनि केही खटपटी भए जस्तो सबैले अनुमान गरे। कहिले माता पनि आश्रममा आएर अप्रत्यक्ष रूपमा बाबाको बारेमा कुरा बुझ्ने गर्दै थिइन्। समाजमा बाबा र माताको बारेमा फेरि पनि चर्चा चल्न थाल्यो। यसरी हराएका बाबा करिब 4 महिनापछि फेरि आश्रममा देखा परे। बाबाको आगमन भएको खबर पाएपछि माता देवीथानमा आउँदै जाँदै गर्न थालिन्। एक दिन माता कोसीमा नुहाएर देवीथानतिर आउँदै थिइन्। उनको र बाबाको बाटैमा जम्का भेट भयो। ती दुवैजना बिचमा धेरै बेरसम्म बातचित भयो र आफ्नो बाटो लागे। यो कुरा त्यहाँ देवीथानका पुजारीले देखिरहेका थिए। बाबालाई जुन कुरा नहोस् भन्ने लागेको थियो त्यही नै कुरा भयो। पुजारीसित त पहिलेदेखि नै राम्रो थिएन। अब त झन् बाबा र माताको एकान्तमा भएको भेटको बारेमा समाजमा कस्तो सन्देश फैलिने हो भन्ने त्रासले बाबाका मनमा ढ्याङ्ग्रो ठोक्न थाल्यो। बाबालाई यही कुरा मनमा डर भएर अब पुजारीलाई आफ्नो हातमा लिने विचार पलायो। बाबा पुजारीसँग आएर आत्मसमर्पण गरे। पहिलेका कुरा सबै भुलेर जे जस्तो भए पनि बाबाले माफी मागे। अब उपरान्त आपसमा कसैले कसैलाई पनि बाधा विरोध नगर्ने, हामी सधैँ मिलेर बस्नुपर्छ, एक अर्काको कुरा कसैले पनि कसैसित नगर्ने भन्ने शर्त भएर बाबा हिँडे। कहाँका फुस्रा र फुस्री हुन्, मलाई के को चासो, अब जेसुकै गरून्। पुजारीले पनि आफूसँग सरोकार नराख्ने यस्ता कुराहरूमा चासो राख्न छोडिदिए। क्रमशः प्रायशः बाबा र माताको भेट हुने क्रम पनि घट्दै जान थाल्यो। उनीहरूको सम्बन्धको दूरी क्रमशः टाढिँदै गएको थियो। आश्रम सामान्य रूपले नै चलिरहेको थियो। माताको पनि आश्रमतिरको आवत जावत क्रमशः घट्दै जाँदै थियो। बाबा अचानक फेरि आश्रमबाट हराए। 15-20 दिन जस्तो भएको थियो होला। बाबा एक्कासी पुजारीको कुटीमा आइपुगे। उनको हातमा एउटा कागजमा के हो कुन्नी सानो पोको थियो। बाबाले हातको पोको खोलेर पुजारीलाई देखाउँदै भने, यो सिन्दुर हो? यो सिन्दुर होइन, यो त सिम्रिक हो, पुजारीले भने। त्यो पोकाको सिम्रिक त्यहीँ छाडेर बाबा त्यहाँबाट हिँडि नै हाले। बाबा 1-2 दिन त त्यतै हुँदो आश्रमतिर देखिँदै थिए। त्यत्तिकै फेरि बाबा कता गए कसैलाई थाहा भएन। करिब 1 हप्ता जस्तो भएको थियो होला। बाबा फेरि पहिलेकै जस्तो पोको लिएर आएर पुजारीलाई देखाउँदै पहिलेकै पाराले सोधे, यो चाहिँ साँच्चीकै सिन्दुर नै हो? पुजारीले भने। बाबा खुसी, यो चाहिँ साँच्चै सिन्दुर नै हो, पुजारीले भने। बाबा खुसी हुँदै बाटो लागे। बाबाको अस्ताउने र उदाउने कार्य सामान्य भइसकेको थियो। कसैले पनि चासो राखेका थिएनन्। आश्रमका महात्मा लगायत सबै भक्तहरू बाबालाई त्यति वास्ता पनि गर्न छाडिसकेका थिए। बाबाको बारेमा कसैले कुरा गरिहाले पनि कसैले पनि खुलेर कुरा गर्न चाहँदैनथे। बाबा एक प्रकारले आश्रमबाट स्वतन्त्र जस्तै भएका थिए। बाबाको अनुपस्थितिकै बेला बाबाका गुरु स्वामीको परलोक गमन भयो। गुरुको सेवा गर्न बाबाले मर्ने बेलामा गुरुको सेवा गर्न त पाएनन्, न त गुरुको अन्त्येष्टि कार्यमा नै भाग लिन पाए। सन्यास संस्कृति अनुसार महात्माको सम्पूर्ण कार्य सम्पन्न भयो। 16 दिनका दिन आश्रममा भण्डारा लगाइयो। त्यसपछि अब त्यहाँ महात्माको रूपमा अर्का एकजना साधुलाई स्थापना गरियो। 16 दिनको भण्डारा पनि खाइसक्यो। आश्रममा बाबा टुप्लुक्क आइपुगे। बाबाले गुरुको अन्त्येष्टिको कार्य गर्न नपाएकोमा साह्रै दुःख व्यक्त गरे। बाबा गुरुको जल समाधि गरेको स्थानमा पुगे। उनले अरुण कोसीमा डुबेर गुरुको शवलाई निकाले। गुरुको शवलाई निकालेर ल्याएर गुरुको चरणमा दण्डवत गरी विधिपूर्वक पूजा गरेर फेरि कोसीको मूल प्रवाहमा लगेर छाडिदिए। यसपछि बाबा गुरुको शोकमा 1 वर्षसम्म कतै पनि गएनन्। गुरुको वार्षिक पुण्यतिथिको भण्डारा पनि खाएपछि पनि बाबा त्यहाँबाट हराए। फेरि समय बित्दै गयो। बाबा आश्रममा आउँदै जाँदै गर्न थाले। तर उनी कहाँ जान्छन्, के गर्छन्, कसैलाई थाहा भएन। एक दिन देवीथानमा त्यही सिन्दुरको पोको लिएर बाबा पुजारीलाई भेट्न आए। माता अचेल यहाँ कहिले कहिले आउँछिन्, के गर्छिन् आदि कुरा गरेर केही बेर बसेपछि भने, मलाई तिमीले एउटा सहयोग गर्नु पर्यो। तिमी भन्दा अरूबाट यो काम हुन सक्दैन। यति भनेर बाबा टक्क रोकिए। खोइ मैले के काम गर्नु पर्यो? सक्ने भए गर्छु, पुजारीले जिज्ञासु पाराले भने। तिमीले नसक्ने काम त होइन, तिमी भन्दा अरूले नसक्ने नै हो। यस्तो काम हो जुन काम गर्न तिमी अति नै सजिलो छ, बाबाले आग्रहयुक्त स्वरमा भने।
भन न त के काम हो त्यो, मभन्दा अरूले गर्न नसक्ने? पुजारीले आश्चर्य मान्दै भने। साधुनी माता यहाँ देवीको पूजा गर्न आएको बेला पाती प्रसाद लगाइदिने न्युले यो सिन्दुर उनले लगाएको लुगामा पर्ने गरी छर्किदिनु, त्यहाँभन्दा अरू केही पनि गर्नु पर्दैन। बाबाले एकै सासमा कुरा टुङ्गाइदिए। बाबाको कुरा मान्न पुजारी तयार भएनन्। आफूबाट त्यस्तो कर्म कहिल्यै पनि नहुने कुरा उनले व्यक्त गरे। बाबाले निकै बिन्ती गरे तर पनि उनले त्यो काम अरू कसैबाट गराउन भने। बाबा पुजारीलाई नै अनुरोध गरिरहे। कसै गरे पनि पुजारी त्यस्तो काम गर्न राजी नभएपछि बाबा फेरि पनि पुजारीसित रिसाए। उनी त्यो सिन्दुरको पोको लिएरै एकातिर गए। केही दिनसम्म त बाबा आश्रममा देखिँदै थिए, पछि फेरि त्यहाँबाट उनी फेरि लामो समयसम्म हराए। माता भने बेला बेलामा देवीथानमा आउने र आश्रममा जाने गर्थिन्। माताको उपस्थिति बाक्लिँदै थियो। बाबा भने अत्तो पत्तो थिएन। बाबा हिँडेको पनि झन्डै 2 वर्ष जति भइसकेको थियो। बाबाको कुटी पनि पाहुनाहरूका लागि प्रयोग हुन थालेको थियो। एक दिन माता पनि त्यही आश्रममा बस्ने गरी आएकी थिइन्। हालका महात्माले तिनै बाबाको कुटीमा बस्न भनेर मातालाई देखाइदिए। साँझको हरिभजन सकिएपछि माता त्यहीँ गएर कुटीमा पसिन्। रातमा आराम गरेर सबै मस्त निन्द्रामा परेका थिए। अकस्मात रातको सन्नाटालाई तिर्दै कुटीको ढोका अगाडि बाबाको आवाज आयो। निन्द्राको बेला कसैले थाहा पत्तो पाएनन्। तैपनि माताले भने बाबाको आगमनको आशंका मात्र गरिन्। माताले भित्रैबाट विचार गरिन्, त्यहाँ कुनै गह्रौँ भारी बिसाएको जस्तो आवाज आयो। अब चाहिँ भने मातालाई प्रष्ट भयो कि बाबा यहीँ बस्ने गरी आएका हुन्। माताले बिस्तारै कुटीको ढोका खोलिन्। बाबा भित्र पसे। रातको अन्धकारमा ती दुवै त्यहीँ कुटीभित्र रहे। बिहान कोही पनि नउठिकन माता आफ्नो बाटो लागिन्। बाबा धेरै बेरसम्म कुटीमै सुतिरहे। आश्रमका सबै भक्तहरू आश्चर्यमा परे। बाबाको कुटीमा माता सुतेकी थिइन्। बिहान उठ्दा त माता नभएर बाबा नै सुतिरहेको देख्दा को पो आश्चर्यमा नपर्ला र। माता र बाबाको बारेमा चलेका पुरानो हल्ला भने सबैले बिर्सिसकेका थिए। यस घटनाले त्यही कुरा सम्झन बाध्य भए उनीहरू। महात्माले बाबालाई बोलाएर सोद्धा बाबाले आफू आएर आफ्नै कुटीमा बसेको र त्यहाँ अरू कोही पनि नभएको कुरा बताए। बाबाको यस्तो कुराले महात्मालाई त झन् शङ्का गर्न बाध्य तुल्यायो। माता खोइ त? सबैका मनमा कौतूहल मच्यो। माता कसरी हराइन् र त्यहाँ बाबा कसरी उत्पन्न भए? माताको बारेमा बुझ्न गाउँमा मान्छे पठाइयो। माता आफ्नै कुटीमा थिइन्। बाबा कहिले काहीँ गाउँघरतिर निस्कँदा कसैसित पनि बोल्दैनथे। कसैले बोलाइहाल्यो भने पनि झर्किएर जवाफ दिने यस्तै अनौठो चालले हिँड्न थालेका थिए। बिस्तारै बिस्तारै बाबाको व्यवहार परिवर्तन हुँदै जान थाल्यो। चराउन लगेका गाईबस्तु गोठालाहरूकै अघिल्तिर ढुङ्गाले हानेर खेदिदिने, कहिले ठुलो लट्ठी लिएर जेलाई पायो त्यसैलाई हान्ने र जताभावी चिच्याउने गर्न थाले। बाबाको यस्तो अत्याचार झन बढ्न थाल्यो। बाबाले एक दिन आश्रममा पनि उद्धुम मचाए। बाबाको विध्वंसको खबर गाउँसम्म पुग्यो। कसैले प्रहरीलाई खबर गरे। गाउँलेहरू प्रहरीको साथमा त्यहाँ पुगे। प्रहरी र गाउँलेहरूलाई देख्ने बित्तिकै बाबा सामान्य भए। आफूलाई केही पनि नभएको छैन जस्तो भएर बसेका बाबालाई प्रहरीले साथमा थानामा ल्याए। उनीहरूले बाबालाई थानामै रातभर राखेर बिहानी पख छाडिदिए। त्यहाँसम्म त बाबा ठिकै जस्ता थिए, तर आश्रममा पुग्दा नपुग्दै हान्ने राँगो झैँ भए। बाँधेको धोती कछाड खोलेर फेटा बाँधी नाङ्गै उफ्रिन थाले। जसलाई भेट्यो उसैलाई कुट्न थाले। बाबाले त्यहाँ ठुलै आतङ्क मचाइहाले। यसरी बाबाले आश्रममा मात्र नभएर आसपासका गाउँमा समेत आतङ्क मचाएको हुनाले सबै गाउँलेहरू मिलेर बाबालाई समातेर बाँधेर राख्ने निधो गरे। भोलिपल्ट सबै गाउँलेहरू बाबालाई खोज्न गए, तर आश्चर्य भयो, बाबा धुइँती खोज्दा पनि कतै पनि भेटिएनन्। यसपल्ट चाहिँ धेरै दिनदेखि बाबा हराए भए। अब भने आश्रममा पनि ढुक्क भयो। गाउँतिर पनि जब बाबाको आतङ्क समाप्त भयो। कसैले अब चाहिँ बाबा आफ्नो जन्मथलो खोज्दै भारततिर गए भने, कोही चाहिँ कता गएर मर्यो होला पनि भन्थे। आश्रम भने अब सुचारू रूपले चलिरहेकै थियो। कुनै भक्तको कुटीमा ढोका फुटेन, मन्दिरको छानो भत्किएन, कतै कसैको तुलसाको मठ ढलेन। गाउँघर सबैतिर शान्त जीवनले छायो। सबैतिरबाट ढुक्क भएर जनजीवन चल्न थाल्यो। 3 वर्षसम्म बाबाको अत्तो पत्तो केही पनि थिएन। एक दिन अचानक बाबा आश्रममा देखा परे। हृदयमा कुरूप थिए बाबा। अनुहारमा चोटै चोट थियो। शरीरका अनेक ठाउँमा घाउ र खटिरा जस्तै देखिँदै दागै दाग थिए। बाबा त हृदयमा दया लाग्ने भएर एकदम मरण च्यासे भएका।
सबैले सहानुभूति प्रकट गरे, कसैले ओखती मुलो गरे, कसैले मिठो मसिनो खाना दिए। सबैको माया र सहानुभूति पाएर बाबा चाँडै पन्पिए। दिन प्रतिदिन बाबा तन्दुरुस्त हुँदै गए, शरीरमा आराम हुँदै आयो, घाउ खटिरा सबै निको भयो। बाबाको शरीरमा अलिकति बोसो मात्र के लाग्न थालेको थियो, पुनः उनको उपद्रो सुरु हुन थालिहाल्यो। अलिअलि गर्दै बाबा पहिलेकै अवस्थामा पुगिहाले। बाबाको उद्दण्डताले सीमा नाग्न थालिहाल्यो। बाबालाई नियन्त्रणमा लिन भनेर गाउँलेहरू जम्मा भएका थिए, तर पनि कसैले बाबालाई समाउन आँट गरेनन्। बाबा आक्रामक अवस्थामा पुगिसकेका थिए, उनलाई चलाउन कसैको पनि हिम्मत भएन। सबैजनालाई उनलाई केही पनि नगरी फर्के। सबै त्यहाँबाट हिँडिसकेपछि बाबाले त्यहाँका भक्त वृद्ध लगायत सबैलाई तर्साउन थाले। कसैको कुटी भत्काइदिए भने कसैको ढोका फुटाइदिए, मन्दिरको गजुर तानेर कोसीमा बगाइदिए, देवताको मूर्तिलाई बाटोमा लगेर पत्छार्दै कुट्न थाले। अर्को दिन बिहानै बाबा हातमा ठुलो लाठो लिएर निस्के। गाउँतिरका मान्छे अत्तालिएर भागदौड गर्न लागे। सबैतिर हाहाकार भयो। बाबाको शरीरमा वस्त्र थिएन। बाटामा जेलाई पायो त्यसैलाई हिर्काउँदै हिँडेका बाबाले कसैका गाई भैँसी कुखुरा बाख्रा केही पनि बाँकी राखेनन्। कसैको घरको ढोका फुटाए, कसैको घरका भाँडाकुँडा मिल्काइदिए। महिला र केटाकेटीहरूको रुवाबासी नै मच्चियो। बाबाले भेटेको खण्डमा कसैलाई पनि छाड्ने अवस्था देखिएन। बाबाको विरुद्धमा गाउँलेहरूले प्रतिकार गर्ने निर्णय लिए। अब भने सबै युवाहरू हातमा लाठो लिएर बाबाको पिछा गर्न लागे। बाबा अघि अघि, गाउँलेहरू पछि पछि खेद्दै जाँदा बाबा जङ्गलमा कता हराए कता। मूल बाटोमा ढाक्रेहरूको हुल फर्किँदै गरेको बेला जङ्गलबाट फुत्त निस्केका बाबाले एकजना ढाक्रेलाई हिर्काएर ढालिदिएछन्। ढाक्रेहरूसँग बाबाको निकै बेर घम्साघम्सी परेको खबर गाउँमा आइपुग्यो। त्यस दिनदेखि अझैसम्म बाबालाई देख्ने मान्छे भेटिएको छैन। बाबा त्यहीँदेखि बेपत्ता भए। धन्यवाद। कथा सकियो।